कहिलेकाहीँ बाहिरबाट सबै ठिक देखिन्छ, तर भित्र धेरै कुरा चलिरहेको हुन्छ। आजको दिन त्यस्तै भयो। नमस्ते एभ्रिवान, म रबिन सुनार। वेलकम टु माई मिनी ब्लग। म एक डान्स टिचर र प्यासनेट क्रिएटर हुँ। यो च्यानलमा म मेरो जर्नी, स्ट्रगल, ड्रिम, डान्स, फिटनेस र नेपालमै केही गर्ने प्रयास तपाईहरुमा शेयर गर्दछु। सो यति भन्दै आज चाहिँ म स्कुल जान लागिरहेको छु। आजबाट चाहिँ स्कुलमा परीक्षा सुरु भयो। सबै विद्यार्थीहरू आफ्नो तयारीमा थिए र म र मेरो साथी सुमन सिग्देल सर र म आफ्नो जिम्मेवारी निभाउन स्कुलतिर लाग्दै थिए। तर आज मेरो मन भने कतै हराइरहेको जस्तो थियो। एउटै कुरा बारम्बार दिमागमा आइरहेको थियो। मैले मेरो मन पर्ने मान्छेलाई दुःख दिएको छु, त्यसको लागि मनैदेखि नै माफी माग्न चाहन्छु। र म पनि स्कुल पुगेर मेरो साथीहरूलाई भेट्न थालेँ। हाम्रो सुपरस्टार स्कुलको के छ नि सरजी, हाम्रो गायकजी के छ हालखबर भनेको। आज परीक्षा पनि सुरु भयो। विद्यार्थीहरूलाई राम्रोसँग परीक्षा दिँदै गरेको देख्दा एउटा कुरा महसुस भयो, जीवनमा पनि हरेक दिन एउटा परीक्षा नै रहेछ। कसैले प्रश्न पत्रसँग लडिरहेको हुन्छ र कसैले आफ्नो भावनासँग। र उहाँ चाहिँ हाम्रो निश्चल सर हुनुहुन्छ, जो एकदमै मेहनती हुनुहुन्छ, एकदमै लगनसार हुनुहुन्छ। हामी गफ गर्दा गर्दै म र निश्चल सर भएर चाहिँ बाहिर गाड बसेर हेरिरहने। जे भए पनि आजबाट एउटा नयाँ सुरुवात गर्न प्रयास गर्दैछु। आफ्नो गल्तीबाट सिक्ने, अझ राम्रो बन्ने र आफ्नो जिम्मेवारी इमानदारीको साथ निभाउने। आजकल चाहिँ मैले किताबहरू पढ्न लागिरहेको छु मन शान्ति बनाउनको लागि, र यो किताबको नाम चाहिँ रहेको छ संसार जित्ने सूत्र। संसार जित्ला कि नजित्ला आफ्नो ठाउँमा छ, तर आफ्नो प्यारो मान्छेको चाहिँ मन चाहिँ जित्न पर्ने हुन्छ। र यति भन्दै आजको मेरो ड्युटी पनि सक्यो। स्कुटी अब टक्क लाएर पार्किङबाट निकालेर म पनि अब घर जाँदैछु। हेर्नुभयो होला आजको दिन मेरो के कस्तो भयो भनेर। सो अब म पनि घर जाँदैछु। पानी पनि परिरहेको छ। सबैजना बी सेफ हुनु होला। सो ब्लग हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच फर वाचिङ। लाइक, शेयर एन्ड सब्सक्राइब।